आज हामी पढ्ने चाहिँ एड्रिनालिन। एड्रिनालिन एउटा चाहिँ हर्मोन हो जो चाहिँ एड्रिनल मेडुलाबाट निस्किन्छ। यसलाई लाइफ सेभिङ मेडिसिन पनि भन्छ। अब यसको मेकानिजम के हो भने यो डाइरेक्ट सिम्प्याथोमिमेटिक्स काम गर्छ। यसले चाहिँ अल्फा 1 रिसेप्टर एक्ट गर्छ। त्यसले गर्दा भास्कुलर स्मुथ मसलको मा काम गरेपछि भास्कुलर मसललाई कन्ट्र्याक्सन गर्छ अनि त्यसले गर्दा ब्लड प्रेसर बढ्छ। एउटा के गर्छ भने हार्ट फ्लो बढाएर हार्टको रिदमलाई रेगुलेट गर्छ। एउटा चाहिँ रेस्पिरेटरी सिस्टममा जो मसलहरू हुन्छ त्यसलाई रिल्याक्सेसन गर्छ। अब यसको युजेस चाहिँ हामी के क्लास त सबैलाई थाहा भयो, एड्रिनालिन त ड्रग भयो। तर अब युजेस कसरी पर्ने, एउटा रेस्पिरेटरी सिस्टमबाट ब्रोङ्कियल आस्थमा भइहाल्यो। ब्रोङ्कियल आस्थमा चाहिँ त्यो रेस्पिरेटरी मसलहरूलाई रिल्याक्सेसन गराउँछ। एउटा बिपी बढाउने चाहिँ एउटा एनाफिलाक्टिक सक भइहाल्यो। त्यसमा चाहिँ एनाफिलाक्टिक सकमा चाहिँ ब्लड प्रेसर कम हुन्छ। अब एउटा कार्डियक एरेस्ट भयो। कार्डियक एरेस्ट चाहिँ हार्टमा ब्लड फ्लो रेगुलेट गरेर हार्टको चाहिँ नर्मल फङ्सन एन्ड रिदमलाई रेगुलेट गर्छ। दुईवटा अब युजेस चाहिँ एनाफिलाक्टिक सक र कार्डियक एरेस्ट र ब्रोङ्कियल आस्थमा। यो तिनवटा याद भयो नि एकदम इम्पोर्टेन्ट। तर एडिसनलमा चाहिँ लोकल एनेस्थेसियाको इफेक्टलाई नि प्रोलङ गर्न सक्छ। अनि इमर्जेन्सी कन्डिसनमा यदि ब्लड प्रेसर ड्रप भयो भने यसले पनि एड्रिनालिनले नि काम गर्छ। अब यसको साइड इफेक्ट के हुन्छ भने ट्रिमर, स्वेटिङ, पाल्पिटेसन, यो तिनवटा याद गरे नि एकदम राम्रो। एरिदेमिया पनि इम्पोर्टेन्ट नै छ। अब कुन कन्डिसनमा नयुज गर्ने चाहिँ यो एड्रिनालिन भनेको हाइपरटेन्सन, ब्लड प्रेसर बढी भयो भने त्यो कन्डिसनमा नयुज गर्ने, हाइपोथाइरोइडिजममा नगर्ने, एन्जाइनामा नगर्ने, एउटा क्लोज एङ्गल ग्लोकोमामा नयुज गर्ने। थ्याङ्क यू।